हेलो हेलो छुट्टीको हाम्रो दोस्रो दिन हामी लाग्यौँ अब बिहान उठेर न्युरो टिप्न यसरी सबैजना रेडी भएर म चाहिँ बोरा बोकेर है यसरी सबैजना रेडी भयौँ। मेरो छोरो पनि मसँगै जान्छु भनेर जान लाइन र छोरी चाहिँ जुका लाग्छ भनेर चाहिँ नजाने अरे र दिदीले चाहिँ आजको बिहानको खानाको लागि चाहिँ यसरी तामालाई बकाउनु भयो र हामी चाहिँ लाग्यौँ न्युरो टिप्न। हेर्नु न छोरोलाई बोरा टाउकोमा हालेर हिँड्दैछ यसरी। अब फेरि यो केटाकेटीको पारा फेरि राम्रो बाटो नहिँड्ने हेर्नु न, सही बाटो नहिँडेर माथि 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 ठडिन पर्ने क्या, बाँदर जस्तै माथि माथि ठडिएछ। छोरो चाहिँ माथिबाट हिँडेछ, म चाहिँ तलबाट हिँड्दैछु। दिदी अनि त्यसपछि बहिनीहरू सबै हामी चाहिँ यसरी टाढा घरबाट टाढा जङ्गलमा चाहिँ आज न्युरो टिप्ने प्लानिङ गरेर हामी न्युरो टिप्न जाँदैछौँ। गाउँको दृश्य हेर्नु न, यस्तो हरियाली डाँडा काँडा हेर्न मजा चाहिँ मजा हुने कि गाउँ डुल्नलाई यसरी घुम्दै घुम्दै नो टेन्सनवाला फिलिङ्समा चाहिँ हामी हिँड्दैछौँ है। खेत रोपेको हेर्दै अब मेरो जेठानी दिदी फेरि फुत्त मोबाइलमा बोल्दै हुनुहुन्थ्यो, झोला तल खसालिहाल्नु भएछ क्या। अनि फेरि अब कोजानी भनेर यहाँ एउटा बहिनी हामीसँगै न्युरो टिप्न जानुभएको है, त्यही बहिनीले टिपिदिनु भयो। यस्तो छ बाटो, हामी चाहिँ जाँदैछौँ। जुका लाग्छ भन्ने पिरके फेरि बर्खामा पानी परिराखेछ, जुका लाग्छ कि भनेर भुइँमा हेर्दै पनि हिँडिराखेछौँ यसरी डराउँदै। जुकासँग चाहिँ फेरि एकदम डर लाग्छ मलाई पनि, सिकसिक लाग्छ के यो पानीको बेलामा। आहा यसरी डाँडा काँडा हेर्दै हिँडेछौँ। छोराले के भनेछ, मोबाइल हेर्न दिन्न, मसँग गफ गर्नु न भन्छ है। हिँड्ने बेलामा फेरि छोरोसँग गफ गरिदिन पऱ्यो। यसरी क्यामेरा ठडाउँदै दुईजना आमा छोरा गफ गर्दै पछाडि ठुलो मम्मीलाई जिस्काउँदै हिँडिरहेछ। यस्तो खोल्सा माथिबाट छङ पानी कराएको, खोल्साको आडामा जाँदाखेरि त मेरो त सातो पुत्लो गएको के। अनि फेरि गएँ, तर खासै ठुलो त होइन रहेछ है। फेरि डाँडा काँडामा चाहिँ त्यस्तो कराउने रहेछ क्या, एकदम ठुलो खोला बगे जस्तो लाग्यो। अगाडि जान चाहिँ डर लाग्थ्यो, तर होइन रहेछ त्यस्तो। पानी भनेपछि चाहिँ मलाई फेरि एकदम डर लाग्छ कि के हो त नि, मुटु कामिहाल्छ पानी देखेपछि। तर इन्जोय गरियो, खासै ठुलो पानी रहेनछ, त्यस्तो कराएको मात्र रहेछ खोल्साको पानी भएर माथिबाट झर्ना जस्तो आएको कि। अनि हामी चाहिँ गयौँ यसरी। हेर्नु न, बाँसबारी रहेछ, भित्र गएर म चाहिँ फेरि छोरालाई भिडियो खिच्देऊ त भनेर खिचिहाल्यो। छोराले चाहिँ पानीमा खुट्टा डुबाएको, आहा कति चिसो पानी के। हाम्रो पहिरन हेर्नु न, पुरा गाउँमा हिँडिरहेको छ, पुरा गाउँले भएर गाउँले पारामा है। रमाइलो हुने कि कहिले यस्तो हिँड्दाखेरि चाहिँ सबैजना मिलेर है, एकदम रिल्याक्स, एकदम टेन्सन फ्री, धुवाधुलोबाट एकदम टाढा नेचुरल ब्युटीको आनन्द लिएर चाहिँ हामी यस्तो हिँड्दैछौँ। छोरो फेरि माथि जानु पऱ्यो उसलाई चाहिँ। फेरि मैले अघि नै भनिहालेको नि, राम्रो बाटो हिँड्ने सही बाटो हिँड्दैनन् कि केटाकेटी। माथि उटुङ्गो गर्न मन लाग्छ। फुल देखेँ, कति राम्रो फुल देखेँ, यसलाई पनि खिचिहालेँ कि मैले। फेरि केही देख्नु नपाए जस्तो, पुरा कुखुरा पनि रहेछ त्यहाँ है, रुखमा बसेको। अलिक क्यामेराले क्याप्चरै गरेन क्या, राम्रो फोन नभएर होला नि है। माथि जुमिङ चाहिँ भएन। हाम्रा खेतालाहरू न्युरो टिप्ने हेर्नु न कस्तो मजाले हिँड्दाखेरि अर्काको घरमा इस्कुस देखेका, इस्कुस रहेछ भन्दै हिँडेछन् है, अब टिप्न भएन। अनि त्यहाँ माथि गएको एउटा दाइ र बुवाले डोको यसरी बुन्दै हुनुहुँदो रहेछ, कस्तो आनन्दले गफ गर्नुभयो। अनि एकछिन गफ गऱ्यौँ, अनि फेरि पानी तिर्खा लाग्यो। अनि धारामा गएर ठुलो मम्मी र छोरो भएर चाहिँ पानी खाँदैछन्। अनि दुइटाको चाहिँ मैले ल फोटो खाऊ है, पानी मजाले म भिडियो गरिदिन्छु भनेर भिडियो गरिदिएँ है। अनि एकछिन फेरि म पनि खानु पऱ्यो पानी भनेर मैले पनि आनन्द लिएँ कि, कस्तो चिसो पानी आनन्द आएको। हेर्नु न, कस्तो रिल्याक्स फिल भयो हेर्नु। फेरि नेचुरल मेहन्दी लाउँदैछन् न ठुलो मम्मी र उसले, यहाँ मेहन्दी लगाएको अरे क्या, त्यो नेचुरल अरे क्या पुरा। यस्तो जङ्गलको भ्यू हेर्दै हेर्नुहोस् है। हामी त धेरै टाढाकै 1-1.5 घन्टाको बाटो उता गएको कि हामी है। फेरि मलाई त न्युरो त के बाटो पाउँछ जस्तै गरेर हामी चाहिँ बाटो पाउँछ जस्तै गरेर बाटोबाट हेर्दै हिँडेको है। कहाँको बाटो पाउँथ्यो भनेको, न्युरो त यस्तो खोल्सामा जानुपर्ने रहेछ। माथिबाट तलल्ला आइरहेको खोल्सा पानी आइरहेछ, अब त्यहीँबाट चढ्ने हो हामीलाई हेर्नु। अनि गयौँ, कहिले नदेखेको ठाउँ, फर्स्ट टाइम आएको है। यसरी गयौँ, सबै खुट्टाहरू जायौँ हामी तिनजनाले। जे देखेँ त्यही राम्रो लागेछ, जे छेउ त्यही राम्रो छ। हेरेर बाटोमा दुइटा न्युरो देखेको, ढुक्का दौडिँदै देउरानी जेठानी फेरि पुरा के
भाग्यौँ दिदी र म चाहिँ। अनि यसरी कहाँ न्युरो पाइन्छ भनेर यसरी हामीले टिप्यौँ है। छोरो पनि पछि पछि हिँडेछ, हिँड्न सक्दैन होला भनेर छोरोलाई लिएर हिँडेको। फेरि मलाई छोरोतिरै ध्यान छ। यस्तो सिस्नो हेर्नु, त्यो माथि त चढ्यौँ हामी त्यो खोल्साबाट, पानीदेखि डर लाउने म। अनि माथि गएर फेरि नन्दले र अर्को बहिनीले चाहिँ मजाले टिपे है। फेरि म चाहिँ पुरा घाँसमा कि घाँस समातेर कता घाँसले म सँगसँगै तल जाने कि भने जसरी म माथि माथि चढेँ। पछि न्युरो चाहिँ लास्टै रमाइलो भयो क्या हामीलाई। न्युरो यति धेरै टिप्यौँ, त्यो मोटो मोटो खाले न्युरो के पहिला 2 वर्ष अगाडि हामीले यो न्युरो किन्न गएको थियौँ। अनि त्यो न्युरो बेच्नुहुँदैछ, यो लाखुटो भन्छ, लाखुटो भन्थ्यो कि यो न्युरोलाई। मोटो मोटो एकदम यसो नन्द हेर्नु न, नन्द त डराउने के अरे यस्तो फुल्छ भित्र गएर पनि न्युरो जहाँ देख्यो भने टिपिहाल्छ रमाउँदै रमाउँदै। यति टिप्यौँ हेर्नु, यति टिप्यौँ पछि भारी बोकेर 2 भारी बनाएर हामीले त पुरा नाम्लो पनि नलग्यो है। अनि सलको भारी बोकेर हामी आयौँ यसरी दौडी दौडी सबजना खुसी भएर न्युरो टिपेर। छोरो पनि मजाले बोक्दैछ है। तर केटाकेटीलाई यस्तो सिकाउन चाहिँ रमाइलो हुँदो रहेछ। यसरी हामीले न्युरो टिपेर आज पुरा 3-4 घन्टा न्युरो टिपेर आयौँ, घर फर्क्यौँ। अनि न्युरो आयो। आजको दिन एकदम रमाइलो भयो। किप वाचिङ है, सबैजनाले हेर्नु होला भिडियो।